एक महिना पहिले रिफर्म भएको गभर्मेन्टलाई लिएर नेपाली जनताले गरेको एक्सपेक्टेसनलाई देखेर मलाई अचम्म लागिरहेछ। पहिला पहिला सरकार बन्थे, 3-4 महिनासम्म मन्त्रीमण्डल भागबण्डा गर्नै उनीहरू व्यस्त हुन्थे, तैपनि नेपाली जनताहरू चुइक्क पनि बोल्दैनथे। अहिले 1 महिना भएको छ, यत्रो व्यथिति छ, यत्रो जडा गाडेर बसेका अहिलेसम्म ती तत्त्वहरूलाई बर्खास्त गर्नु छ, त्यो सिस्टमलाई ट्र्याकमा ल्याउनु छ। जनताहरूले किन नबुझेको हो? धैर्य गरौँ, गभर्मेन्टले काम गर्छ। 5 वर्षको सरकार हो, स्थिर सरकार हो, सबै काम गर्छ। नागरिकको सरकार हो, डिजिटलाइजेसन हुन्छ, गभर्मेन्ट राम्रो ट्र्याकमा आउँछ। विश्वास गरौँ न, आशा गरौँ न। 36 वर्ष ती पुराना मुटु कलेजो बिग्रेकाहरूले देश बिगार्न हुने, 5 वर्ष स्थिर सरकार चलाउँछु भनेर भर्खरै यत्रो जेन्जी आन्दोलन पश्चात आएको गभर्मेन्टलाई 1 महिनामा हाइली एक्सपेक्टेसन गरेर धेरै कामहरू भएन भनेर ब्लेम गर्ने, इट्स नट गुड। वी हेभ टु वेट